हजुरले भन्नुभयो कि पोलिटिसियनबाट हजुरलाई केही प्रफिट छैन, तर हाम्रो दिमागमा पोलिटिसियन सुन्ने बित्तिकै करप्सन किन आउँछ? अब यस्तो छ हेर्नुहोस्, यो पुँजीको दुनियाँ छ नि हेर बहिनी, यो पुँजीको मेरो मत मेरो सिद्धान्त के छ भने पुँजीविहीन समाज चाहिए। यो पुँजी चाहिँ राष्ट्रको होस् भन्ने मेरो हो। हामी चाहिँ कसको लागि सङ्घर्ष गरेका छौँ? यो पुँजी चाहिँ राष्ट्रको होस्, व्यक्तिगत पुँजी नहोस्, व्यक्तिगत धन चाहिँ कसैको नहोस्। सबै सेवा सुविधा राष्ट्रले दिउन्, सबै सेवा सुविधा चाहिँ तपाईँको जनताको टोटल सेवा सुविधा चाहिँ राष्ट्रले दिउन् भन्ने मेरो चाहिँ चाहना छ। त्यहाँनिर भ्रष्टाचारी हुँदैन, किनकि सम्पत्ति नभएपछि मान्छेले भ्रष्टाचारी गर्दैन नि। आफ्नो सम्पत्ति बढाउनलाई मान्छेले भ्रष्टाचारी गर्छ। यो पुँजीको दुनियाँले के गर्यो? मान्छेलाई बेइमान बनाइदियो। हेर्नुहोस्, अब तपाईँहरू पढ्नुहुन्छ, अब मेरो पनि श्रीमती छ, अनि भन्छ है वो नहीं टाके पोलिटिशियन है, वो देखिए वो घर बना लेलकै, अहाँ सभामुख छी, अहाँ बुते कथु नहीं होइए। अब विचार करी वहाँ अहाँ बुते कथु, अहाँ सब मान लिया कल डॉक्टर भजब इंजीनियर भजब, अहाँ के गार्जियन कहते हैं तोरा में अत्ते लगानी के लिए परिवारमुखी एजुकेशन प्रणाली है। यो पनि भ्रष्टाचार को मुख्य कारण चाहिँ परिवारमुखी एजुकेशन प्रणाली हो। परिवारले लगानी गर्छ अनि परिवारले एक्सपेक्ट पनि गर्छ क्या विद्यार्थीबाट। जस्तै दुईटा विद्यार्थी पढ्यो, कोही डॉक्टर भयो, त्यहाँनिर अर्को छ, अर्को चाहिँ ठेकेदार भयो, उसले चाहिँ तपाईँको अब मानौ कि घर बनाइहाल्यो, अनि उसको बाउले के भन्छ है तिमी त डॉक्टर छ, अब त्यो बेहुदा ऊ चाहिँ तपाईँको लफराबारी गरेर पनि चाहिँ उसले घर बनाइसक्यो, तिम्रो चाहिँ यत्रो लगानी गर्यो, तिमी डॉक्टर भयो केही बनाउन सकेनौ। अनि मान्छेले के गर्छ? धनको लागि भ्रष्टाचारी गर्छ क्या। यो पुँजीले चाहिँ यो सबभन्दा हाम्रो समाजलाई बिगार्ने यो पुँजी हो क्या। यो पुँजी चाहिँ तपाईँको फेरि यो पुँजी चाहिँ व्यक्तिगत पुँजी छ। यो व्यक्तिको अधीनस्थ यो पुँजी छ नि, मैले भन्न खोजेको राष्ट्रको पुँजी हुनुपर्छ भन्ने हो। मेरो चाहिँ तपाईँको विचार राष्ट्रको पुँजी हुनुपर्छ। अहिलेको परम्परा, अहिलेको चाहिँ तपाईँको जुन छ व्यक्तिगत पुँजीमा चाहिँ विश्वास गर्छ, व्यक्तिवादमा, व्यक्तिगत पुँजीमा विश्वास गर्छ। अहिलेको राज्य सत्ता जुन छ व्यक्तिगत पुँजीमा विश्वास गर्छ। यसलाई हामीले पुँजीवादी राज्य व्यवस्था भन्छौँ। यो सङ्घीय लोकतान्त्रिक व्यवस्था पनि पुँजीवादी राज्य व्यवस्था हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि पुँजीवादी व्यवस्था हो। यो सङ्घीय लोकतान्त्रिक व्यवस्था चाहिँ तपाईँको राष्ट्रवादी व्यवस्था यदि भयो भने राष्ट्रले पढाइको टोटल सुविधा राष्ट्रले दिन्छ।